हेलो हेलो गाइस, सबैलाई नमस्ते। म आज एउटा कुरा भन्न आएको है हजुरहरूलाई। नेपालमा बालन सरकार आएबाट अहिले एकदम धेरै राम्रो भइरहेको छ है। अनि राम्रोको कुरामा चाहिँ आज म एउटा कुरा भन्न चाहन्छु बालन सरकारलाई है। यो सरकारी हस्पिटलको पेमेन्ट पनि थोरै कम गरिदिनु पर्यो, किनभने हामीहरू सरकारी हस्पिटलमा गर्ने एकदम धेरै फिस गरे जस्तो लाग्छ मलाई होइन। किनकि म एकचोटि गएको छु, म नेपालमा त बस्दिनँ, प्रायः जस्तो इन्डियामै बस्छु, तर पनि एक दुईचोटि म गएको छु नेपालमा। मेरो खालि युरिन टेस्टको लागि भयो भने मलाई 700-800 रुपियाँ लिएको कि सरकारमा होइन, सरकारी हस्पिटलमा। त्यस्तो नहुनु पर्ने है। त्यति ज्यादा लिँदा त हामी गरिबहरूसँग पैसा कहाँ नै हुन्छ र? हामीसँग छ, हामीले दिन्छ। जो गरिबहरू छ, जोसँग पैसै छैन, तिनीहरूले कहाँबाट दिन्छ होइन। कम गरिदिनु पर्यो भन्न चाहन्छु। किनभने चाहिँ उहाँ नाम लेखेको अलग्गै पैसा हुन्छ, अनि डक्टरसँग मिलेको पैसा अलग दिनुपर्छ हामीलाई। अनि यस्तो त नहुनु पर्ने। सरकारी हस्पिटल हो हामीलाई, अनि थोरै फिस कम गरिदिनु पर्यो बालेन्साले भन्ने मैले एउटा सानो कुरा राख्न आएँ कि यो कुरा चाहिँ बालेन्सासम्म पुगोस्। सबैले सेयर गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला है तपाईँहरूले। मैले के सही अनि गलत केही भनेछु भने सरी, माफ गरिदिनु होला। तर मलाई चाहिँ मनमा आयो थोरै यो भन्नुपर्छ है भन्ने जस्तो केही धारणा भयो त मैले भनेकी हुँ। बाँकी त मैले भन्नुपर्ने केही पनि छैन। बाँकी हाम्रो नेपालमा एकदम राम्रो भइरहेको छ अहिले बालन सरकार आएबाट। म एकदम धेरै खुसी छु। म के सबै जनताहरू खुसी नै छन्, एकदम धेरै खुसी छन्। बस यो सरकारी हस्पिटलको पेमेन्ट थोरै कम गरिदिनु पर्यो भन्ने चाहिँ मेरो एउटा सानो उद्देश्य हो। प्लिज यो सन्देश चाहिँ बालेन्सासम्म पुगोस्। सबैले सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अनि च्यानललाई लाइक पनि गरिदिनु होला, फलो पनि गरिदिनु होला।